हेलो नमस्ते सबैजनामा। आज फेरि म हजुरहरूमा एकदमै रोचक अनि सन्देशमूलक कथा लिएर उपस्थित भएको छु, जुन कथा हो अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कनको। कथा सानो झुपडीबाट सुरु भएको यात्रा। धेरै समय अघि अमेरिकाको एउटा जङ्गलले ढाकेको गाउँमा एउटा गरिब परिवार बस्दथ्यो। त्यही परिवारमा एक बालकको जन्म भयो, जसको नाम थियो अब्राहम लिङ्कन। उनको घर काठको सानो झुपडीबाट थियो। छानाबाट पानी चुइन्थ्यो। बुबा किसान थिए। आमा सधैँ प्रेम भावले सन्तान हुर्काउँथिन्। लिङ्कनको हातमा किताबभन्दा पहिला कुटो, कोदालो, हँसिया फेला परेको थियो। उनी खेत जोत्ने काम गर्थे, काठ काट्ने, वस्तुभाउ चढाउने गोठालो काम गर्थे। तर मनभित्र एउटा अग्लो सपना बोकेर हिँडेका थिए, जुन सपना थियो शिक्षा प्राप्त गर्ने र अरूलाई सहयोग गर्ने। उनको घरमा विद्यालय जाने वातावरण त थिएन, साथै सुविधा पनि थिएन। साथीहरूसँग खेल्न जान्थे, तर उनी रुखमुनि बसेर बाइबल, जर्ज वासिङटनको जीवनी पढ्थे। उनी आफैले किताब मागेर उधारो गरेर घाममा बसेर पढ्थे। एक दिन उसको मनमा मैले पनि केही रुपैयाँ कमाउनु पर्छ, घर खर्च चलाउन सहयोग हुन्छ भन्ने भाव आयो र उनी नजिकैको पसलहरूमा काम खोज्न भौतारिए। नभन्दै उसले उनको इमान्दारिताले गर्दा पनि उसले एउटा पसलमा काम पाए। काम गरिरहँदा एक दिन पसलमा एक महिलाले सामान किनिन् र पैसा बढी तिरिन्। सबैले भन्थे फर्काउन जरुरी छैन, तर लिङ्कन राति 2 माइल हिँडेर त्यो पैसा फर्काउन गए। त्यही दिनदेखि गाउँलेहरूले उनलाई एकदमै इमान्दारी अब्राहम भन्न थाले। यसरी अरूकोमा रोजगार गर्दा गर्दा हैरान भएका उनी अब के गर्ने भन्ने कुरामा एकदमै मन चञ्चल बनाइरहन्थे। एक दिन उनले काम गरेकै पैसा भेला गरेर आफ्नै पसल खोले, तर त्यस व्यापारबाट पनि उनी सक्सेस भएनन्। आफूले लगाएको सबै पैसाहरू उनले त्यही पसलमा डुबाए र सोचे अब म राजनीतिमा लाग्छु भनेर। दिन खोजेर यताउति गरेर राजनीति गर्ने विचार गरे। उनी इमान्दारी भएको कारण गाउँलेहरूले उनलाई चाहिँ पत्याउने गर्दथे। उनले सन् 1832 मा इलिनोइस राज्यको संसद स्टेट लेजिस्लेचरको लागि उम्मेदवारी दिए। त्यसमा भने उनी हार खाए। त्यस्तै सन् 1834 मा फेरि पनि उनले इलिनोइस राज्य संसदको लागि उम्मेदवारी दिए। त्यसमा भने उनले जित पाए। त्यस्तै सन् 1836, सन् 1838 र सन् 1840 मा उनले पुनः त्यही पदबाट लगातार जित हासिल गरे। त्यस्तै सन् 1843 मा अमेरिकी काङ्ग्रेस हाउस अफ रिप्रेजेन्टेटिभ्सको लागि उम्मेदवारी दिए। त्यसमा भने उनले सफल हुन सकेनन्। सन् 1846 मा फेरि पनि उनले अमेरिकी काङ्ग्रेसको चुनाव लडे। त्यसमा भने उनले जित हासिल गरे। त्यस्तै सन् 1848 मा पुनः उम्मेदवारी नदिएको, तर एक टर्म मात्र सेवा गरेर उनले बसे। त्यस्तै 1855 मा अमेरिकी सिनेटको लागि उम्मेदवारी गरे, जसमा उनले फेरि पनि हार बेहोर्नु पर्यो। सन् 1858 मा उनले फेरि पनि सिनेटका लागि डगलससँग प्रतिस्पर्धा गरे। त्यसमा पनि उनले हार बेहोर्नु पर्यो। जति हारे पनि कहिले पनि आफ्नो मनोबल भन्ने घट्न दिएनन्, मनोबललाई भने हार हुन दिएनन् र अन्त्यमा सन् 1860 मा अमेरिकी राष्ट्रपति चुनावमा उनले आफ्नो उम्मेदवारी दिए। त्यसकामा भने उनले एकदमै राम्रो मतमा विजय गरे र जित हासिल गरे र फेरि पनि 1864 मा पनि दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनावमा उनले जित हासिल गरे। पटक पटकको हारमा पनि मनोबललाई हार्न नदिकन उनी अगाडि बढिरहे र एउटा अमेरिका जस्तो विशाल राज्य, संयुक्त राज्यको राष्ट्रपति बन्न सफल भए। जुन एउटा झुपडीको बालक जसले राम्रोसँग शिक्षा हासिल गर्न पाएका थिएनन्, उसको लागि सम्भव थियो होला त?
सम्भव थिएन होइन, सम्भव थियो र त उनी एउटा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्न सफल भए। गृहयुद्ध अन्त्य हुँदै थियो, देशमा शान्ति आउँदै थियो। एक साँझ उनी नाटक हेर्न थिएटरमा गएका थिए। त्यो रात एक कट्टर दासप्रथा समर्थकले उनलाई गोली हानेर हत्या गर्यो। तर उनी मरेनन्, उनी इतिहासमा जिउँदै रहे। उनले इमानदारी, सङ्घर्ष, समर्पण र मानवता सिकाए। अहिले विश्वमा अब्राहम लिङ्कन भन्ने बित्तिकै उनको नामबाट इमानदारी, सङ्घर्ष, समर्पण र मानवता झल्किरहेको हुन्छ। यस कथाबाट हामीले के सिक्न सक्छौँ भने गरिबीले होइन, सोचले मानिसलाई सानो र गरिब बनाउँछ। मानिसले बारम्बार असफलताले होइन, हार मानेर बस्नाले मात्र हार हुन्छ। इमानदारी सस्तो छैन, तर सबैभन्दा अमूल्य गुण हो। त्यसैले भनिन्छ नि, आफ्नो वर्तमानको अवस्थालाई नहेरिकन भविष्यमा देख्ने सपना ठुलो बोकेर हिँड्यौँ भने जसरी पनि सपना साकार हुन्छ। जस्तै एउटा झुपडीको बालक एउटा संयुक्त राज्य अमेरिका जस्तो राज्यको राष्ट्रपति बन्न पुगे। यो कुनै चान्चुन कुरा थियो होला त? पक्कै थिएन। उनले आफ्नो सपना सँगसँगै सपना साकार गर्नका लागि धेरै मेहनतहरू गरिराखे र एउटा अमेरिका जस्तो विशाल राज्यको राष्ट्रपति बनेर राष्ट्रलाई चलाउन सफल भए।